हेलो गाइज नमस्ते। म चाहिँ आज जापानको यो हाराजुकु भन्ने जङ्गलमा गार्डनमा आएको छु। सो अहिले चाहिँ मसँगै दुईजना मित्र पनि हुनुहुन्छ। मैले तपाईँहरूलाई भिडियोमा देखाउँछु। सो तपाईँलाई यहाँभित्र के कस्तो रहेछ के रहेछ भन्ने कुरो अब हामी त्यहाँभित्र गएपछि देखाउने छु सबै कुराहरू। अनि यहाँ चाहिँ एकदमै रमणीय ठाउँ रहेछ। यहाँ चाहिँ स्वदेशी विदेशी पर्यटनहरू पनि धेरै को घुइँचो देख्न सकिन्छ। यहाँ आउँदै हुनुहुन्छ, कोही फर्किँदै हुनुहुन्छ, कोही विदेश जाँदै हुनुहुन्छ। अनि तपाईँ यहाँ रेस्टुरेन्ट पनि रहेछ, यहाँ कफी चाय खाना पिना बस्नको लागि। सो तपाईँलाई मैले यहाँभित्र लगेर जाँदैछु। ल लेट्स गो। यसरी चाहिँ आवत जावतको चाहिँ एकदमै भिडभाड छ। यहाँ चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यहाँ तपाईँ गर्मीको टाइममा पनि आएर यसरी बस्न अनि शीतलको आनन्द ल्याउन सक्नुहुन्छ। मलाई त यस्तो फिल भयो, म आफ्नै जङ्गलमा रेसिङ्गा जङ्गलमा म नेपाल घुम्नेदेखि हो। सो यस्तो रमाइलो यति धेरै पर्यटन आवत जावत त्यति हिँड्दा हिँड्दै मैले साना मेरा प्रिय मित्रहरूलाई पनि भेटाएको छु। दुईजना चाहिँ एकदमै चकचकी रहेछ क्या, यस्तै भइमा खेलिरहेको छ क्या। हाई पुग्यो। यहाँ चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ फोटो खिचाउने चाहिँ एकदम धेरैजना हुनुहुन्छ, भिडभाड छ यहाँ यो दुबई साइड। तर यसको बारेमा मलाई केही थाहा भएन। यहाँ चाहिँ फरेनर चाहिँ मैले धेरै देखिरहेको छु, फरेनरहरू यहाँ आवत जावत होइन, कोही आउँदैछ कोही जाँदैछ। सो यहाँ तपाईँहरू भिजिट गर्न आउन सक्नुहुनेछ। एकदमै रमाइलो रहेछ। अझै पनि अगाडि के छ भन्ने मलाई पनि उत्सुकता भइरहेको छ, म फर्स्टचोटि आएको भएर। सो तपाईँहरूलाई मैले यहाँको लोकेसन नि यो लिङ्क राखिदिने छु, त्यहाँ फलो गरेर नि आउनु सक्नुहुन्छ तपाईँहरू। सो जो पनि यहीँ हुनुहुन्छ, म प्रायः जसो भिजिट गरिरहेको हुन्छु। मेरो फेसबुकमा पनि एड हुनु होला, मेरो गुप्त फुल मगर भनेर छ, सर्च गर्नु होला सबैजनाले। हेलो गाइज, फाइनल्ली म चाहिँ यस्तो ठाउँमा आइपुगेँ। यहाँ चारैतिर चाहिँ मन्दिर, यहाँको मन्दिर होला सायद, यस्तो छ। यहाँभित्र चाहिँ भिडभाड छ, आउने जानेको क्रम जारी छ। यो पछाडिदेखि योबाट इन्ट्री, यहाँदेखि नि आउँदै हुनुहुन्छ अनि यहाँभित्र कोही जाँदै हुनुहुन्छ, कोही फर्किँदै हुनुहुन्छ। सो तपाईँहरू यहाँ आएर भिजिट गर्न सक्नुहुनेछ। एकदमै रमणीय रहेछ। स्पेसल्ली मलाई यहाँ गर्मीको टाइममा चाहिँ धेरै राम्रो हुन्छ कि जस्तो लाग्यो। यहाँ चाहिँ विदेशतिरबाट पनि यसरी भिजिट गर्न आउनु रहेछ यहाँभित्र जङ्गलमा। मलाई यहाँको बारेमा डिटेल्स त पुरै थाहा भएन, तर तपाईँहरूको लागि मैले चाहिँ लिङ्क दिनेछु। त्यहाँ गएर तपाईँहरू गुगलमा गएर पनि धेरै कुराहरू सर्च गर्न सक्नुहुन्छ। त्यहाँ गएर धेरै कुरा थाहा पनि हुन्छ, इन्फर्मेसन पनि हुन्छ। सो थ्याङ्क यू। मेरो भिडियो चाहिँ हेर्दै जानु होला। तपाईँलाई मैले अझै अगाडि जग्गा यहाँ चाहिँ यस्तो रहेछ होइन। यहाँ आफ्नो होला होइन। यहाँ चाहिँ के दोकान पनि रहेछ है। सो यहाँ चाहिँ भिडभाड छ अहिले। यसरी चाहिँ इन्ट्री भइरहेको छ सबैजनाको। जापानको चाहिँ यो चाहिँ मनपर्ने क्या है, यो स्टाइल क्या। फाइनल्ली म यहाँ आइपुगेँ। यहाँभित्र मन्दिर रहेछ होइन। मन्दिरमा दर्शन गर्नको लागि चाहिँ धेरै आउनु रहेछ। यहाँ चाहिँ अहिले चाहिँ स्टुडेन्ट आउनुभएको छ। यहाँ कुन स्कुलदेखि आउनुभएको, आफ्नो स्कुल होला होइन। सो यहाँको अनुशासन चाहिँ एकदमै राम्रो लाग्छ मलाई, मेन कुरो। सो यहाँ चाहिँ यस्तो राम्रो ठाउँ रहेछ। यो मन्दिरभित्र चाहिँ म जान्दिनँ। सो मलाई यहाँसम्म हेरेर साथ दिनु तपाईँलाई धेरै धेरै धन्यवाद। यो चाहिँ अहिले एकदमै राम्रो, एकदम उस लाग्यो मलाई चाहिँ। यो चाहिँ बेस्ट लाग्यो। यो मन्दिरमा आउँदा नि आफा चाहिँ भएपछि एकदमै तगडा आनन्द आउँदो रहेछ। थ्याङ्क यू। हेलो गाइज, मसँग चाहिँ दुईजना प्रिय मित्रहरू आउनुभएको छ साथमा। सो मैले उहाँहरूलाई आजको भिजिट कस्तो लागिरह होइन। यहाँको हामी चाहिँ यो मेरो चाहिँ फर्स्ट हो अनुभव भएको। अनि उहाँ ब्रदरहरूलाई मैले सोध्छु पहिला पनि आउनुभएको छ छैन थाहा भएन। सो यहाँको चाहिँ कस्तो लागिरह उहाँहरूलाई मैले थोरै जानकारी ल्याउनु गइरहेको छु। नमस्ते ब्रो। नमस्ते। अनि हजुरको नाम, शुभ नाम? मेरो नाम नवराज सुवेदी। नवराज सुवेदी। हजुर कहाँदेखि हुन्छ? नेपाल। नेपालगञ्जदेखि। आज चाहिँ हाम्रो भिजिट चाहिँ हाम्रो यो कस्तो लागिरहेको छ अहिलेसम्मलाई? एकदम राम्रो, रमाइलो, एकदम आनन्द आउने यो ठाउँ भनौँ न। यो जापानको चाहिँ एकदम पुरातात्विक एउटा संवेदन क्षेत्र। हजुर, एकदम यहाँ त तपाईँहरूले पर्यटन विदेशी पनि एकदमै धेरैको सङ्ख्याको मात्रा देख्न सक्नुहुन्छ होइन। यो जापानमा यति म हिँडेको ठाउँमा यहाँ भन्दा धेरै कोही पनि देखेको थिएन। सो तपाईँ जापान आएको कति वर्ष जति भयो? म लगभग अहिले 1 वर्ष जति भयो।
सो अहिले तपाईँको जापानमा बसाइ कस्तो भइरहेको छ कतिको रमाइलो आइरह एकदम राम्रै छ रमाइलो भइरहेछ हजुर देखा ल गाइज मसँग चाहिँ अर्को मित्र हुनुहुन्छ हजुरको नाम शुभ नाम मेरो नाम रुकेश रुकेश तपाईँ जापानमा आएको कति वर्ष जति भयो 2-3 वर्ष भयो हाम्रो यतातिरको भिजिट सकेर हामी चाहिँ ठ्याक्क यो लेफ्ट राइट साइडको दरवाजाभित्र छिरियो यहाँ जताकति जङ्गलै जङ्गल छ यहाँ तपाईँहरू आइसकेपछि तपाईँलाई एउटा प्रब्लम हुन्छ टोइलेटको होइन टोइलेटको पनि एकदमै व्यवस्था छ राम्रो छ होइन हामीले गर्ने भन्ने गर्छौँ नि विदेशमा त यति उ छ होइन सुविधा छ जहाँ पनि अब बाटोमा नि एयरबेटर लागेको हुन्छ होइन सबै कुरा यताउता सबै व्यवस्थापन हुन्छ तर त्यो चाहिँ के भन्दा हामीले पनि त्यो कर तिरेको पनि याद गर्नुभयो होला नि तपाईँहरूले सालभरमा तपाईँहरू जापान हुनुहुन्छ नि कति मान आएको छ होइन त्यो पनि याद गर्नुहोस् तिमी चाहिँ कर लिएको हाम्रो सुविधाको लागि मेरो त झन्डै 10 मानको आएको थियो अनि यो साल चाहिँ कति मानको आउने भन्ने हो स्टिल वेटिङमा छ त्यो चाहिँ सम्झिनु होला सो त्यही भएर देश बनाउनको लागि सब जुट्नुपर्छ एकैचोटि त्यस्तै हुँदैन विदेशमा त यस्तो सुविधा उस्तो सुविधा होइन त्यो सुविधा पाउनको लागि तपाईँले कर तिर्नुभएको छ सालभरमा त्यो कर किन तिरेको त्यो याद गाइज तपाईँ यहाँ आएर नि बस्न सक्नुहुन्छ त्यो मन्दिरभन्दा धेरै नजिकै यहाँ आएर यसरी बस्ने आराम गर्ने ठाउँ रहेछ यति राम्रो सुन्दर शान्त ठाउँ आजको भिजिट पनि यस्तो लाग्यो नि एकदम बवाल लाग्यो मेरो लागि होइन यहाँ तपाईँहरू आएर आराम गर्ने बस्ने एकदम के रिल्याक्स पारामा यस्तो ठाउँ रहेछ त्यो मन्दिरभन्दा नजिकै यो हाराजुको मन्दिर सो यहाँ मेरो एकजना मित्र चाहिँ सुतिसक्नु भयो उहाँलाई चाहिँ निद लाग्यो यस्तो सुत्नु भयो सो तपाईँहरू यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ यहाँ त देखिने छ यस्तो भ्युज पछाडिको ब्याकग्राउन्ड अनि यो यतातिरको ब्याकग्राउन्ड यस्तो छ यो चाहिँ मलाई कस्तो फिल भन्दा पनि आफ्नै गाउँठाउँमा भएको जस्तो कि आफ्नै जङ्गलमा सो तपाईँहरू छुट्टीको दिन कतै जाने कहाँ जाने भन्दै हुनुहुन्छ भने यहाँ पनि आउनु होला भिजिट गर्नको लागि फ्री अफ कस्ट हो है यहाँ चाहिँ इन्ट्री फिस लाग्दैन केही पनि लाग्दैन है सो थ्याङ्क यू सो मच फर वाचिङ मेरो भिडियो हेरेर साथ दिने सबैलाई सो अब मैले चाहिँ घर फर्किने क्रम जारी हुँदैछ अब हाम्रो सो बाई बाई